आज चाहिँ दिउँसो यसो टिकटक हेर्दै गर्दाखेरि चाहिँ पनिर बिरयानी बनाएको भिडियो आएको थियो। अनि मलाई पनि बनाऊँ न त भनेर चाहिँ बनाउनु मन लागेर नजिकैको पसलबाट पुरै पनिर लिएर आएँ। अनि घरमै भएको के छ सामान त्यही हालेर बनाउनलाई रेडी गर्दै थिएँ। अनि पनिर सुरुमा फ्राई गरेँ, चामल भिजाएँ, प्याज लसुन अदुवाको पेस्ट, प्याज टमाटर सबै काटेर रेडी गरेपछि घिउ चाहिँ ठ्याक्क सकिन लागेको रहेछ, थोरै थोरै नै थियो। अनि घिउ राखेँ, यस्तै जिरा अदुवा लसुनको पेस्ट अनि प्याज अनि नरिवल राखेर चलाएँ। त्यसपछि बेसार धुलो मसला यति टिमुर पनि मनपर्छ मलाई चाहिँ। अनि हरियो मटर थियो, त्यसमा स्वादअनुसार नुन हालेँ, टमाटर हालेँ अनि भिजाएको चामल चाहिँ हालेर चलाएँ। त्यसमा चाहिँ अलिकति पानी हालेँ, जति चामल राखेको थिएँ त्यति नै पानी हालेँ मैले। अनि फ्राई गरेको पनिर राखेर चाहिँ ढाकेर अनि 2 सिटी जति लाउन दिएँ त्यसलाई। अनि रेडी भयो। मिठो भएको थियो है खाँदाखेरि चाहिँ। हजुरहरू पनि ट्राई गर्नु होला।